सायदै के हो अर्केले त 5-7 वटा जहिले स्ट्याटस हाल्छ त पानीको लागि 1 अर्ब बजेट मैले ल्याएको धरानको लागि भन्छ त के हो भाइ पागललाई सम्झाउन बुझाउन सकिन्छ हर्केलाई होइन किन र अर्केले त मैले हो भन्ने स्ट्याटस पुरै दाबी गरेर हुन्छ त त्यसको रियालिटी के छ उसलाई थाहा छैन मलाई के बोल्यो ए पक्रिनुहोस् न एकछिन आउँदैछु कि उसलाई पनि थाहा छैन कि भाइ बालेनले ऊ त गएर भनेको थियो नि कि धरानलाई पानी खुवाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी त्यसले गर्दा हो क्या भाइ अर्क कराउँदै रुँदै बस्छ ऊ काम छैन जहाँ जहाँ जे काम लाग्छ नि बाबु जहाँ जहाँ जे हाल्नुपर्ने छ यो सरकारले हाल्छ जस्तो लाग्छ मलाई तर यो पैसा चाहिँ हर्केले गर्दा गएको छैन है गएको होइन बालेनले गर्दा गएको अरू धेरै रिजन छ पानी त्यहाँ नभएरै गएको धेरै नै प्रब्लम हुन्छ क्या पानीको त्यही भएर त्यो त जानुपर्ने नै थियो हर्के त मैले हो भन्ने दाबी गर्छन् यस्तो यो के हो भाइ हर्केले सबै कुरामा भन्छ मैले गरेको धरानको बजेटमा पनि भन्छ के अरे अहिले आइन्द्रा बेगमको छ अरे मेयर अहिले त्यो त्यत्रो काम गरिरहेछ हर्केले भन्छ कि होइन मैले बजेट छुट्याइदिएको अरे सबै कुरा उसले आफ्नो जस लिन खोज्छ होइन एभ्रिथिङमा तर केही मिस्टेक छ भने त्यसलाई फेरि मैले गरेको छैन ऊ केही दिन पहिला पैदा भएको भन्थ्यो कि नेपाल मैले बनाएको बुझ्यो सो त्यसको कुरा विश्वास गर्ने होइन भ्रम छर्न सिक्नु छ भने उसँग सिक्नुपर्छ